माननीय सदस्यहरू, नेपालको संविधान, हाम्रो नियमावली, हामीले गर्दै आएको प्र्याक्टिस यी सबैलाई हेर्दा माननीय सदस्यहरूले हलबाट सभामुखलाई कुन विषयमा रुलिङ गर्ने, कुन विषयमा रुलिङ नगर्ने, कसलाई रुलिङ गर्ने, कसलाई रुलिङ नगर्ने, यसरी रुलिङ गर्नुस् भनेर सभामुखलाई निर्देशन दिने त्यो प्र्याक्टिस छ जस्तो मलाई लाग्दैन। माननीय सदस्य, माननीय सदस्यहरूको कुरा सुनिसके पछाडि नेपालको संविधान, कानुन, ऐन, हाम्रो नियमावली सबैलाई हेर्दा सभामुखले उचित ठानेमा आफूले त्यसको निर्णय लिने सभामुखको जिम्मेवारी होला। त्यसकारणले माननीय सदस्यलाई फेरि पनि भन्छु, यहाँ बस्नुहोस् र सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्। माननीय सदस्यलाई मैले अघि पनि भने